एभ्रीबडी वेलकम ब्याक टु माई मिनी ब्लग। स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो अर्को ब्लगमा। आज हामीसँग हुनुहुन्छ स्पेशल गेस्ट। यहाँको नाम के हो? यहाँको नाम हो अनिस केसी र आज अनिसजी हाँसिराख्नु भएको छ। अनिसजीले आज जे पनि खानुहुन्छ मैले यहाँलाई किनिदिने छु। ल भन्नुहोस् हजुरले के खान चाहनुहुन्छ? अरू के खानुहुन्छ? के भन्ने भनेर मम्मीले सोधिरहेको छ। भन्नु। पानीपुरी अरू चिकन विङ्स यति के अरू पनि यति। सो गाइज लेट्स गो। गाइज त्यसै गरी हामी आइसकेका छौँ फुर्दाङ। ह्याप्पी ओके। अनि गाइज अनिसलाई मेन्यू देखाएर बाबु के खानुहुन्छ भन्दाखेरि बाबुलाई किमा नुडल्स सिकाउनु भयो। किमा नुडल्स हो भन्दाखेरि बाबुले भनिराख्नु भएको थियो। सो हामीले बाबुको लागि किमा नुडल्स अर्डर गऱ्यौँ फर्स्टमा। बाबुलाई थोरै पिरो पनि भइरहेको थियो, हेर्न सक्नुहुन्छ हजुरले। तर हाम्रो बाबुलाई जति पिरो भए पनि खाना चाहिँ हाम्रो बाबुले छोड्नुहुन्न। मनिषजीले खुवाइराख्नु भएको थियो। मनिषजी चाहिँ अनिसजीको दाइ हो है। सो बाबुलाई सेकेन्डमा सोध्यौँ बाबु के खानुहुन्छ हजुरले भन्दाखेरि चिकन विङ्स इसारा दिइराख्नु भएको थियो। सो सेकेन्डमा चाहिँ हामीले हट विङ्स अर्डर गऱ्यौँ। अनि जुन कि बाबुलाई अलि पिरो नै थियो। सो बाबुले खान्न भन्नुभएपछि अनि अनिसजीलाई सोधेँ मैले अगाउनु भयो पेट भरेको नै भन्दाखेरि भनिसक्नु भएको थियो अनिसजीले। गाइज अब लागौँ हामी। सो गाइज हाम्रो बिल चाहिँ 820 रुपियाँको आएको थियो। सो त्यो तिरेर हामीहरू लाग्दैछौँ घरतर्फ। अगाउनु भयो कि नै हजुर? अगाउनु छैन? के खानुहुन्छ? मोमो? ओह माई गुडनेस। ल अब यसलाई चाहिँ मोमो खुवाउनु पऱ्यो। अघि चाहिँ अगाइसकेको छु भनेको थियो, तर अब यसलाई फेरि म मोमो किनिदिन्छु। हुन्छ त्यति भए कि पानीपुरी पनि खानुहुन्छ? अझै पानीपुरी पनि खानुहुन्छ? यहाँ त राक्षसै हुनुहुन्न रहेछ। गाइज त्यसै गरी अङ्कलले चाहिँ हामीलाई अटोमा वेट गरिराख्नु भएको थियो। त्यही भएर चाहिँ अनिसजीलाई मैले 1 प्लेट मोमो चाहिँ प्याक गरिदिएँ। अनि हामीहरू जाँदैछौँ अटोमा चढेर घरतर्फ। अनिसजी चाहिँ खुसी नै हुनुहुन्थ्यो। अनि हामीहरू घर आयौँ गाइज। अनि अनिसले चाहिँ सुरुवाल पनि फेरिसकेको थियो। अनि कस्तो भयो बाबु भन्दाखेरि दामी भयो भनिरहेको थियो। सो थ्याङ्क यू गाइज, थ्याङ्क यू फर वाचिङ, बाई बाई, लभ यू।